अपाङ्गता शीर्षकको कविता छन्द शार्दूल विक्रीडित। रचयिता म अम्बादत्त जोशी। प्रतिबिम्ब। हामीमा छ अपाङ्गता तर पनि मौका मिलेमा यहाँ गर्छौँ काम डटेर शुद्ध मनले मातृभूमि हो जहाँ। हेला गर्छ समाजले किन यहाँ खिल्ली उडाई अति हाम्रो चित्त दुखाई मानिसहरू आनन्द लिन्छन् कति। थोरै मात्र निकाय छन् मुलुकमा सक्रिय सेवा दिने विद्या ज्ञान दिएर जीवनभरि बाँच्ने तुल्याइदिने। थोरै मानिस मात्र छन् जगतमा सद्भाव राखिदिने हाम्रो सिपर जोस जागर बुझी जागिर मिलाइदिने। हाम्रो यो दुनिया सचेतन हुँदा निन्दा यहाँ गर्दछ केही काम बिगारी पूर्व जुनीमा यस्ता भयो भन्दछ। जसमा जे छ त्यही दिनेछ उसले भन्ने विचारिकन लागौं देश विकासमा सबजना राखेर चोखो मन। लागौं देश विकासमा सबजना राखेर चोखो मन। धन्यवाद।